दर्शकबिन नमस्ते। द नेपाली भोइसको साप्ताहिक कार्यक्रम फेस टु फेसमा तपाईँ लगायत सबै दर्शकबिनहरूलाई म कार्यक्रम सञ्चालक रमेश खड्का हार्दिक स्वागत गर्न चाहन्छु। दर्शकबिन, तपाईँले यस कार्यक्रमलाई देख्न सक्नुहुनेछ www.thenepalivoice.com मा। हामी यस कार्यक्रममा मुख्यतः युएईमा रहेर विभिन्न क्षेत्रमा आफ्नो नाम कमाउन सफल व्यक्तित्वहरूलाई यस कार्यक्रममा निम्त्याउने गर्दछौँ। समाजमा हुने गरेका विभिन्न सांस्कृतिक कार्यक्रमदेखि लिएर व्यापार व्यवसाय गर्दै युएईमा रहनुभएका र कला संस्कृति क्षेत्रमा आफ्नो नाम कमाउनुभएका, त्यसै गरी युएईमा परिचित पात्रहरूलाई यस कार्यक्रममा ल्याएर विभिन्न विषयहरूमा हामी बहस गर्ने गर्दछौँ। आजको हप्ता हामीसँग एकजना त्यस्ता व्यक्तित्व रहनुभएको छ जो लामो समयदेखि युएईमा रोजगारी गर्दै युएईका नेपालीहरू बीच परिचित एक पात्रलाई हामीले कार्यक्रममा निम्त्याएका छौँ। उहाँ भर्खरै सपनाको देश अमेरिका भ्रमण पछाडि युएई आइसक्नु भएको छ। उहाँ हुनुहुन्छ नेपाल पत्रकार महासङ्घ युएई शाखाका अध्यक्ष अर्जुन दाहाल। आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। अर्जुनजी, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ। धन्यवाद रमेशजी, कार्यक्रममा आजको यो कार्यक्रममा निमन्त्रणा दिनुभएकोमा। तपाईँ चाहिँ भर्खरै सपनाको देश अमेरिका भ्रमण पछाडि युएई आइसक्नु भएको छ, युएई फर्किनु भएको छ। तपाईँको अमेरिका यात्रा चाहिँ कस्तो भयो? अमेरिका यात्रा धेरै राम्रो भयो, धेरै रमाइलो गरियो। सबै ठाउँमा भरसक भ्याएसम्म चाहिँ घुम्न पाइयो, अझै घुम्न बाँकी नै छ। तपाईँको यस भ्रमणको उद्देश्य अथवा सिलसिला चाहिँ के थियो नि खास गरी? यो चाहिँ समर भ्याकेसन मनाउँदै थियो, विशेष गरी केटाकेटीहरू छुट्टी भएको। अनि त्यतिखेर अब जाउँ समर भ्याकेसन, अब गर्मी महिना छ यहाँनिर भनेर गएको हो। अर्जुनजी, हामी आज पत्रकार महासङ्घ त्यसै गरी युएईमा रहेका पत्रकारहरू जो कलमजीवी हुनुहुन्छ उहाँहरूको के कस्तो भूमिका रहेको छ युएईमा भन्ने सन्दर्भमा कुराकानी गर्नेछौँ। तपाईँ चाहिँ पत्रकार महासङ्घ युएई शाखाको अध्यक्ष रहनुभएको छ। युएईमा धेरै पत्रकारहरू रहेका छन् जो यहाँबाट चाहिँ समाचारहरू लेखिरहेका छन्। तपाईँको महासङ्घले युएईमा रहेका सबै पत्रकारहरूलाई समेटेको छ त? महासङ्घले पत्रकार सबैलाई समेटेको छ भन्ने जुन तपाईँको प्रश्न छ, यसमा चाहिँ महासङ्घले पत्रकारलाई समेट्ने पुरा कोसिस गर्छ। तर के गर्छ भने कतिपय पत्रकारहरू आउनलाई केही कारणले सक्नुहुन्न। त्यो उहाँको आफ्नो कारण होला। जसले गर्दा हामीले भ्याएसम्म समेटेका छौँ। अब सबैलाई समेटेको भन्ने सवालमा चाहिँ कस्तो रहन्छ नि, महासङ्घको क्राइटेरिया हुन्छ। त्यो क्राइटेरियाभित्र पर्दाखेरि कहिलेकाहीँ त्यो पत्रकार साथीहरू त्यो महासङ्घको सदस्यता हुनलाई चाहिँ नसमेटेको सक्नुहुन्छ। तर महासङ्घले चाहिँ उहाँहरूलाई समेट्नलाई जतिसक्दो कोसिस गर्दैछ। जस्तो कि युएईमा रहेर नेपालका राष्ट्रिय मिडियाहरूमा पनि समाचार लेखिरहने पत्रकारहरू हुनुहुन्छ, उहाँहरू पनि तपाईँको महासङ्घमा चाहिँ आबद्ध हुनुभएको छैन र उहाँहरूले सदस्यता नलिनु भनेको तपाईँको कमजोरी होइन र? यसमा कस्तो हुन्छ भने महासङ्घले सबै पत्रकार साथीहरूलाई, कलमजीवी साथीहरूलाई होस् अथवा पत्रकारको परिभाषामा पर्ने साथीहरूलाई ढोका खुल्ला छ। त्यसमा महासङ्घले रोक्दैन र उहाँहरूलाई कसैलाई रोक्ने होइन। रोक्ने के हो भने महासङ्घको नीति हो। जुन तरिकाले महासङ्घको विधान छ, संसद विधानले चल्छ नि, विधानले संसद चलेपछि विधानअनुसार फलो गर्दाखेरि अब उहाँहरूलाई कुन विधानको कुन धारामा चित्त बुझेन, के चित्त बुझेन आउन सक्नु भएन। तर जति पनि साथीहरू हुनुहुन्छ, अब हजुरले राष्ट्रिय मिडियामा लेख्ने भन्नुभयो, उहाँ जति पनि हुनुहुन्छ जो महासङ्घमा अहिले आबद्ध हुनुहुन्न, उहाँहरूलाई महासङ्घमा आउन एनी टाइम ढोका ओपन छ। तर यति रह्यो कि त्यो विधान अनुसारको प्रक्रिया अनुसार आउनुहुन्छ। तर अब के कारणले उहाँहरू आउन चाहनुहुन्न, आउनुभएको छैन, त्यो उहाँसँग रह्यो। तर महासङ्घको लागि उहाँहरूप्रति महासङ्घ सधैँ सकारात्मकै छ। तपाईँहरूको भूमिका चाहिँ के हुन्छ त? आगामी दिनमा तपाईँहरूले उहाँहरूलाई पनि एउटा सदस्यता लिनको लागि, आबद्ध हुनको लागि केही त्यस्तो योजना छ कि छैन होला? अब महासङ्घ भनेको के हो भनेको बुझ्नु पर्यो। यसको लागि पत्रकार साथीहरूले, पत्रकारहरूको एउटा सङ्गठन हो नि महासङ्घ भनेको। यसमा महासङ्घ छ। हामीले सबैलाई आह्वान गर्छौँ, स्पेसल्ली यो एनी टाइम पनि सदस्यता ओपन छ। सदस्यताको लागि त्यो कुनै एउटा समय कुर्नु पर्दैन। त्यो नर्मल्ली
त्यो अधिवेशनको तयारीको अनुसारमा चाहिँ अधिवेशनको मुखमा चाहिँ सदस्यता बन्ने क्रम जुन रहन्छ नि हाम्रो छैन। हाम्रो कोही पनि साथीहरूले अहिले पनि एप्लिकेसन दिनुहुन्छ भने उहाँहरूको सदस्यतालाई हामीले नेपाल पत्रकार महासङ्घ काठमाडौँमा सिफारिस पठाउनेछौँ। हाम्रो सदस्यता दिने भनेको यहाँ युएले होइन, एउटा कुरा पनि बुझ्नु पऱ्यो, साथीहरूले बुझिराख्नु पऱ्यो के हो भने हामीले महासङ्घ सदस्यता भनेको नेपाल पत्रकार महासङ्घ काठमाडौँ नेपाल दिने हो, त्यसमा हामी सिफारिस पठाउने हो। हामीले उहाँहरूलाई अब कसरी ल्याउने भन्ने जुन तपाईँको क्वेसन छ, महासङ्घले अब त्यस्तो कुनै मिठो मिठो कुरो दिएर चाहिँ ल्याउने कुरो आउँदैन। महासङ्घप्रति माया गर्नुहुन्छ, महासङ्घलाई योगदान दिन चाहनुहुन्छ, यसमा योगदान दिने कुरो हुन्छ, यसमा दिने कुरो त आउँदैन। जुन दिन चाहनुहुन्छ र उहाँहरूमा त्यो जुन बेला आउँछ त्यो बेला उहाँहरू पक्कै आउनुहुन्छ भन्ने मलाई चाहिँ विश्वास छ। दर्शकबिनहरू, अहिले तपाईँ हेरिरहनु भएको छ कार्यक्रम फेस टु फेस। यस कार्यक्रम साप्ताहिक रूपमा द नेपाली भोइस.com मा प्रसारण हुने गर्दछ। आज हामीसँग एकजना त्यस्ता व्यक्तित्व रहनुभएको छ जो युएमा रहेर लामो समयदेखि युएमा रहेका पत्रकारहरूलाई संरक्षण गर्दै रहेको पत्रकार महासङ्घ युएका अध्यक्ष अर्जुन दाहाल आजको हाम्रो पाहुना रहनुभएको छ। हामी युएमा रहेका पत्रकारहरूको अवस्था र यहाँ रहेको महासङ्घले युएमा रहेका सामाजिक सङ्घ संस्थाहरूसँगको कस्तो भूमिका खेलिरहेको छ यिनै सिरोफेरोमा कुराकानी गर्नेछौँ। अर्जुनजी, जस्तो कि तपाईँहरूको महासङ्घ युएमा रहेको छ, पत्रकारहरूलाई चाहिँ एउटा संरक्षण गर्ने भनेर चाहिँ महासङ्घ स्थापना भएको छ। साँच्चै नै युएमा रहेका पत्रकारहरूलाई पत्रकार महासङ्घ युएले सुरक्षित बनाइरहेको छ त? यो सवाल कसो छ भने एक आफैमा जटिल छ। पहिलो कुरो त हामी युएमा छौँ, हामीले युएमा बसेर नेपाली समुदायको लागि, नेपाली कम्युनिटीको लागि पत्रकारिता गर्ने र यो पत्रकारिता भनेको समाजसेवी पत्रकारिता हो। अझ भन्यो भने हामीले जुन पत्रकारिता गर्छौँ, जति पनि साथीहरूले हामीले गर्नुभएको छ त्यो गरेर फलानु चाहिँ पत्रकार रहेछ है भन्ने मात्रै छ, त्योभन्दा बाँकी केही पनि छैन। जसले गर्दाखेरि हामीले त्यो यो कानुनको परिस्थितिभित्र रहेर त्यो साथीहरूलाई कुन रूपमा हुन्छ, कसरी हुन्छ पत्रकारहरूलाई सुरक्षा दिने सवालमा हामीले हामीलाई कसरी परेको छ। सुरक्षाको पनि डिफ्रेन्ट क्राइटेरियाहरू हुन्छ होइन। अब हामीले चाहिँ संरक्षण गर्न सक्छौँ पत्रकार साथीहरूको हक हितको लागि। अब कस्तो खालको हक हित संरक्षण गर्ने भन्ने, नेपालमा चाहिँ अब तलब पाएन भनेर त्यहाँ आन्दोलन गरेको छ होइन। हामीले यहाँनिर उहाँहरूलाई पर्ने समस्याहरू जुन हुन्छ पत्रकार साथीहरूलाई, त्यसको लागि पूर्ण रूपमा पत्रकार महासङ्घले चाहिँ आफूले भ्याएसम्मको सुरक्षा भन्दा पनि उहाँहरूको हक हितको लागि चाहिँ लड्छ र त्यसको लागि आवाज उठाउँछ। अर्जुन, तपाईँले भनिरहँदाखेरि पत्रकार महासङ्घ सँगकै केही विषयहरू हामी बहस गर्न लागिरहेका छौँ। जस्तो कि युएमा रहेको पत्रकार महासङ्घ चाहिँ विगत केही समयदेखि युएमा रहेका सामाजिक सङ्घ संस्थाहरूको चाहिँ निर्वाचनमा भाग लिने र उहाँहरूको नेतृत्व अनुसारको चाहिँ राजनीतिक लबिङ गर्ने एउटा परिपाटी चल्दै आएको छ। खास के हो त? अब यो चाहिँ मलाई कस्तो लाग्छ भने कोही व्यक्तिगत रूपमा कसैले कुनै किसिमले केही गरेको छ भने त्यसको चाहिँ हामीले जिम्मेवारी लिन सक्दैनौँ होइन। तर महासङ्घले विगतको दिनमा योभन्दा पहिला पनि विगतका वर्षमा पनि संस्थाहरूले चाहिँ महासङ्घप्रति माया गरेर महासङ्घलाई चाहिँ एउटा सम्मान दिएर अब निष्पक्ष संस्थालाई ठानेर उहाँले के गर्नुहुन्छ भने ल हाम्रो चाहिँ निर्वाचन समितिमा बस्दिनु पऱ्यो भन्नुहुन्छ। अब हामीले सहकार्य गर्ने फेरि युएमा हामी पनि सामाजिक काम गर्ने नै हो, त्यसमा चाहिँ हामी चाहिँ पत्रकारिता गर्छौँ भने अरू संस्थाले सामाजिक सेवामा कार्यक्रम गर्नुहुन्छ। अब रह्यो हामीले सहयोग गरे नगर्ने, अब त्यो बेलामा महासङ्घ त पछाडि हट्नु त भएन नि, किनभने कोही संस्थाले चाहिँ है हाम्रो निर्वाचन समितिमा चाहिँ बस्दिनु पऱ्यो, सम्पन्न गरिदिनु पऱ्यो, हामीलाई अप्ठ्यारो हो अथवा हामीले यहाँबाट गर्दा निष्पक्ष हुँदैन भनेर भन्नुहुन्छ भने महासङ्घले त सहयोग गर्नै पऱ्यो। अब महासङ्घ सहयोग गर्ने कुरोमा कुन रूपमा कसरी सहयोग गर्छ भनेको चाहिँ महासङ्घको साथीले त्यहाँ जो जानुहुन्छ उहाँले गर्ने हो, कोही संयोजक बस्छन्, कोही सदस्य भएको हुन्छ होइन, विभिन्न त्यसको पोजिसनमा भएर गर्ने हुन्छ। अब त्यसरी गर्दाखेरि महासङ्घ निष्पक्ष रूपमा गर्नेछ। अहिले यो यहीँको युवाको सवालमा लिएर विगतमा केही त्यस्तै खालको गतिविधि भएकाले हामीले चाहिँ के भनेको छौँ भने महासङ्घले जुन यो राजनीतिक तपाईँहरू जुन भन्नुभयो नि लबिङ हुन्छ के हुन्छ, महासङ्घबाट अहिलेसम्म भएको कसैले त्यस्तो गरेको त मलाई लागेको छैन। अब कसैले आरोप त लाउन सक्छ नै, किनभने महासङ्घले फलानु यस्तो भनेर कसैले त्यस्तो खालको एउटा ल्याएकै छैन कि त्यो कुरो। कसैले ल्याइदियो भने के हुन्छ भने ल फलाना तपाईँको
महासङ्घको साथी चाहिँ महासङ्घको सदस्य चाहिँ त्यहाँ गएर यस्तो गर्नु भनेर त्यो किसिमको कुरा आयो भने त्यसलाई हामीले रेक्टिफाई गर्न सकिन्छ। अब त्यो चाहिँ कस्तो हुन्छ भने कहिलेकाहीँ अब सकिसक्यो सबै काम सक्यो अनि लास्ट अनि सकेको 5 महिनापछि चाहिँ यस्तो भयो भने आयो भने रेक्टिफाई कसरी गर्ने? त्यो रेक्टिफिकेसन भनेको अन द स्पटै इमिडिएटली हुनुपर्छ भनेर चाहिँ हाम्रो पक्कै पनि तपाईँले भने जस्तै नै सङ्घ संस्थाहरूसँगको सहकार्य भइरहेको छ। तर सुन्नमा के आएको छ भने तपाईँको महासङ्घ आफैमा स्वतन्त्र भए पनि तपाईँकै महासङ्घभित्रका सदस्यहरू केही सदस्यहरूले भन्छन् कि महासङ्घभित्र पनि राजनीतिक चलखेल छ भनेर उहाँहरू आन्तरिक रूपमा असन्तुष्ट हुनुहुन्छ। तर के त साँच्चै नै तपाईँको महासङ्घभित्र पनि आन्तरिक राजनीति छ त? अब यो आन्तरिक राजनीति भन्ने कुरो कस्तो हुन्छ भने एक त मान्छे राजनीतिक प्राणी नै हो। अब जति पनि भन्छौँ हामीले र पनि चाहिँदैन, म पनि पहिला एक जमानामा राजनीतिक र पनि नचाहिने मान्छे हो है। मन नपर्ने अहिले पनि मन पर्दैन, किनभने त्यो किसिमको नेपालको जुन सिचुएसन छ त्यसले गर्दा त्यो राजनीतिभन्दा बरु परै बसौँ भन्ने चाहिँ लाग्छ। तर अर्को एउटा प्लस के छ भने हामीसँग फेरि एउटा ह्युमेनिटी पनि छ, एउटा फ्रिडम छ होइन। त्यो सबै त सबैको यो मानव अधिकार छ होइन, त्यो सबै रोक्न सकिँदैन नि त। जस्तो अब कोही कसैले चाहिँ कहीँ गएर राजनीति गर्न चाह्यो भने उसलाई हामी रोक्न सक्दैनौँ। तर के चाहिँ छ भने हामी महासङ्घले एउटा क्राइटेरिया के छ भने महासङ्घको जो पनि पदाधिकारीहरू छन् यसमा फेरि एउटा प्रश्न के गर्न चाहन्छु भने यहाँ महासङ्घ र यसमा भएका पत्रकार साथीहरूको के छ त डिफ्रेन्सेस भन्ने पनि बुझ्नु होला है। महासङ्घ एउटा संस्था हो, संस्थाभित्र बस्ने पदाधिकारी चाहिँ एउटा म छु होइन, त्यस्तै अरू साथीहरू हुनुहुन्छ। त्यो साथीहरू बाहेक जति पनि अरू हुन्छ अरू सदस्यहरू हुन्छ, साधारण सदस्य हुन्छ। साधारण सदस्य भनेको त्यो महासङ्घको सदस्यता लिनुभएको छ उहाँलाई अब जति पनि हामीले त्यो पदाधिकारीहरू होस् या केन्द्रीय समितिको सदस्यलाई र सल्लाहकारलाई होस् अथवा हाम्रो केन्द्रीय प्रतिनिधिहरूलाई जुन किसिमले हामी महासङ्घ नीति नियममा लै हामीले यो निर्णय गरेछौँ यो गर्नुपर्छ यो पालना हुनुपर्छ भन्न सक्छौँ, त्यो साधारण सदस्यलाई त्यो हुँदैन। किनभने उनीहरू त्योबाट चाहिँ फ्री हुनुहुन्छ। किनभने के छ भने उहाँहरूलाई आफूलाई इन्डिपेन्डेन्टली गर्न पाउँछ। त्यो भनेको एउटा पत्रकार महासङ्घको सदस्यता लिएको हो। त्यसको मतलब यो होइन कि उहाँले आफूले गर्न चाहेको कुरो गर्न नपाउने, लेख्न नपाउने, त्यो हरेक कुरा हुन्छ नि, कसैले लेख्न पाइँदैन, के गर्न पाइँदैन, यताउता त्यो हुँदैन कि। तर तपाईँको विधानमा छ, महासङ्घको विधानले भन्छ कि सदस्यता लिनुभन्दा अगाडि कुनै पनि राजनीतिक सङ्घ सङ्गठनमा चाहिँ सदस्यता लिएको हुँदैन भनेर तपाईँहरूले समितिमा आउनु पूर्व नै पहिलेका गतिविधिहरू चाहिँ छोड्न लगाउनुहुन्छ नि त। त्यो अर्थमा कसरी प्रश्न चाहनुहुन्छ? यहाँ के छ भने यो पनि एउटा चाहिँ मिसअन्डरस्ट्यान्डिङ जस्तो लाग्यो कि। मिसअन्डरस्ट्यान्डिङ के आधारमा भने महासङ्घ अहिले मैले सुरुमा जुन तपाईँलाई भने नि महासङ्घ र महासङ्घका सदस्यहरूको डिफ्रेन्सेसहरू चाहिँ पहिला बुझ्नु पर्यो। सदस्यता हुँदिनलाई कोही पनि पत्रकारिता गरिरहेको व्यक्ति जोसुकै होस् त्यो सदस्य हुन पाउँछ। उसलाई सदस्य हुनबाट महासङ्घले कहिले पनि रोक्दैन। नेपालको कहीँ विधान त्यस्तो लेखेको छैन कि तपाईँ सदस्य बनलाई कुनै पनि पोलिटिकल पार्टीको चाहिँ केही हुनु हुँदैन भनेर लेखेको छैन। तर महासङ्घले के गरेछ भने महासङ्घको कार्य समितिको लागि जुन त्यो 7 जनाको 8 जनाको कार्य समिति जुन बनाउने हो त्यो कार्य समितिको लागि चाहिँ त्यो नियम लागू भएको छ। जस्तो त्यहाँ चाहिँ हामीले के गरेको छ भने जो पनि महासङ्घको पदाधिकारी हुने हो उनीहरूले राजनीतिक पार्टीको मात्रै त होइन, प्रश्न पारौँ युएको कुनै पनि सामाजिक संस्थामा पदमा बसेको छ भने त्यो अलिकति हामीले त्यो पदमा बसेको या त त्यहाँ सर्टेन पोजिसनलाई चाहिँ इभन त्यो सामाजिक संस्थाको सदस्य पदमा पनि भएको व्यक्तिलाई पनि त्यो सदस्य भनेको त्यो संस्थाको सदस्य होइन, कार्य समितिको जो हुन्छ बडी त्यसको सदस्य भएको व्यक्तिलाई पनि हामीले चाहिँ त्यो उम्मेदवारीको बेलामा रोकेको छौँ। यो कुरा चाहिँ पहिला बुझ्नु पर्यो कि के छ त त्यहाँभित्र भनेर। अनि हामीले चाहिँ कोही व्यक्ति देखिन्छ अब कोही कुनै पोलिटिकल पार्टीको त्यहाँ अब नेतै भएको पनि हुनसक्छ होइन, अनि यो महासङ्घमा छ भनिन्छ। त्यो महासङ्घमा छ कि छैन भन्ने थाहा छैन। महासङ्घ सदस्य जसले पनि पायो नि। जस्तो नेपालमा 8000 महासङ्घ सदस्य छन्, कार्य समितिमा 12-15 जना के अरे केन्द्रीय समिति छ। अब भनेपछि त्यो 12-15 जनालाई त्यो 8000 जना मध्येको एउटाले के गर्यो भने 12-15 जना चाहिँ त्यसमा त आउँदैन नि त। त्यो एउटा व्यक्तिको आफ्नो कुरो हुन्छ। त्यस्तै यहाँ पनि के छ भने हामीसँग भएको 16 जना सदस्य हुन्। हाम्रो त्यो महासङ्घको विधानअनुसार हामीसँग 7 जना कार्य समिति छ। त्यो कार्य समितिभित्र यदि कोही साथीले त्यस्तो खालको गतिविधि गरेको भए त्यसलाई चाहिँ महासङ्घले कारवाही गर्न सक्छ होइन।
त्यो पनि फेरि कसरी ल्याउनु पऱ्यो नि त भन्नु पऱ्यो नि त यसो भयो भनेर। अब किनभने हामीले जुन तरिका निगरानी गरेका छौँ त्यो अहिलेसम्म भेटेको छैन। अहिलेसम्म महासङ्घले नीति नियम बनाएको छ, कसैले त्यो किसिमले जस्तो अब इभन मैले पनि कुनै पनि कार्यक्रममा गएर पोलिटिकल इन्भल्भ भएँ, पोलिटिकली काहीँ भयो भने महासङ्घले के गरेछ भने चाहिँ मेरो उसमा मेरो नामबाट चाहिँ फलाना फलाना यस्तो भएकोले उसलाई चाहिँ महासङ्घको क्राइटेरिया अनुसार चाहिँ अथवा कारवाही गरेको छ भन्ने कुरा हामीले प्रेस विज्ञप्ति मार्फत जानकारी दिने कुरा छ। यो चाहिँ हाम्रो महासङ्घ निर्णय हो। त्यसले गर्दाखेरि चाहिँ महासङ्घ कोही पनि साथीहरू त्यो रूपमा जानुभएको छैन, जुन रूपमा तपाईँहरूलाई अब कहाँबाट कुरो आयो होइन त्यो चाहिँ थाहा भएन। तर प्रश्न भएको छैन भने प्रश्न हुनु जरुरी छ कि महासङ्घको कार्य समितिमा बस्ने साथीहरूमाथि क्वेसन छ भने त्यसलाई महासङ्घले रेक्टिफाई गर्छ तुरन्तै। त्यस्तो कोही साथीमा पऱ्यो भने, किनभने कहिले के हुन्छ नि हामीलाई त अब साथीहरूले भनेको हुनसक्छ म कहीँ पनि छुइनँ भनेर, अब रेजिग्नेसन लेटरै लिएर आएको, एक्सेप्टेन्सै लिएर आएको हो। अब त्यति ल्याउँदै पनि कोही लुकी छेपी कतै बस्यो भने अब त्यो त हामीले अहिलेसम्म भेटाएको छैनौँ। अब त्यो कसैले प्रुभ गर्यो भने फेरि त्यो हामी त्यसमा कारवाही गर्छौँ। दर्शकबिनहरू, यतिखेर हामी सानो विश्राम लिन चाहन्छौँ। हेर्दै गर्नुहोला फेस टु फेस। दर्शकबिन, ब्रेक पछाडि पुनः पनि तपाईँलाई स्वागत गर्न चाहन्छु। तपाईँ अहिले हेरिरहनु भएको छ द नेपाली भोइसको साप्ताहिक कार्यक्रम फेस टु फेसमा। आज हामीसँग पाहुना रहनु भएको छ नेपाल पत्रकार महासङ्घ युए शाखाका अध्यक्ष अर्जुन दाहाल। हामी कुराकानीकै सिलसिलामा रहेका छौँ। अर्जुनजी, जस्तो कि युएमा रहेको पत्रकार महासङ्घ र युएमा रहेका सामाजिक सङ्घ संस्थाहरू बिचको सम्बन्ध चाहिँ कस्तो रहेको छ? यो सम्बन्ध युएमा रहेका संस्थाहरूमा हाम्रो साह्रै सुमधुर सम्बन्ध छ। नम्र मासु त नभनौँ होइन, तर पनि एकदमै किन हामीले उहाँहरूले भनेको कुनै पनि कार्यक्रमहरूको लागि के त्यस्तो भूमिका निर्वाह गरिदिनु पर्यो भने हामी पछि हटेका छैनौँ, कुनै पनि रूपमा गरेका छौँ। त्यसले गर्दा त्यति साह्रो अप्ठ्यारो सम्बन्ध छैन। अझ हामीले तिनै सामाजिक संस्थाहरूको लागि भनेर समय समयमा त्यो समयसामयिक कार्यक्रमहरू ल्याउँछौँ, जस्तो अन्तर्क्रियाहरू गर्छौँ होइन। कहिलेकाहीँ कुनै संस्थाको आवश्यकता अनुसार कहिले हामी अब सबै संस्थाको गरेको छैन, अब जिल्ला संस्थामा पुगेको छैन हामी, तर यो राष्ट्रिय लेभल संस्थाहरूको चाहिँ अन्तर्क्रिया कार्यक्रमहरू त्यो टपिकहरूमा हामीले राखेको छौँ। जुन संस्थाहरू राख्नुपर्ने हो त्यो संस्था राख्नलाई सोच्नु भएको छैन, तर हामीले राखेका छौँ। अर्जुनजी, यहाँलाई सम्पूर्ण जानकारीको लागि धेरै धेरै धन्यवाद। हामी अलिकति महासङ्घ र मिडिया सेलको बारेमा पनि अलिकति कुरा गर्न चाहन्छौँ। भर्खरै मात्र पत्रकार महासङ्घ युएबाट चाहिँ एउटा मिडिया सेल पनि बनेको छ, जस्तो कि युएमा केही समयदेखि विवादमा आउँदै गरेको प्रेस पास सन्दर्भमा अलिकति कुरा गर्न चाहे। तपाईँहरूले मिडिया सेल बनाइसके पछाडिका केही कार्यक्रमहरूमा पनि आयोजक तर्फबाट पनि कुनै प्रेस पासहरू पत्रकारहरूको लागि आएनन् र तपाईँहरूको समितिले पनि केही प्रतिक्रिया दिएन, मौन बस्यो, चुपचाप बस्यो, कारण के होला? अब यो के छ भने पहिला मिडिया सेललाई नै क्लोज गरौँ होइन। मिडिया सेलको आवश्यकता हामीले किन महसुस गऱ्यौँ भने पहिला पनि बनाएको थियो, तर हामीले यसरी चाहिँ बनाएको थिएनौँ। पहिला चाहिँ कुनै कसैले चाहिँ यहाँ चाहिँ पत्रकार सम्मेलन गर्नु पर्यो भनेर बोलाउने गर्छ, त्यस्तो बेलामा चाहिँ हामीले मिडिया सेलले चाहिँ अर्गनाइज गर्ने भन्ने कुरा राखेको थियो। अहिले के भइदियो भने केही विगत कार्यक्रमहरूमा प्रेस पास इस्यु, प्रेस पास भन्ने के हो भने कोही बुझ्नु पऱ्यो कि अब यहाँ समस्या कहाँ छ नि, यो बुझाउने समस्या छ क्या, बुझ्दै नबुझ्दैन। प्रेस पास भनेपछि यो मान्छेलाई मैले पास दिनु पर्यो, फ्रीमा छिर्न दिनु पर्यो भन्ने एउटा डेभलपमेन्ट भएको छ माइन्डमा होइन। कुनै पनि च्यारिटी कार्यक्रम हुन्छ त्यहाँ हामी पनि टिकट गरेर जान सक्छौँ नि त, त्यो जान हामीले रोक्दैन। हामीले तपाईँकोमा कार्यक्रममा आउँछौँ फ्रीमा छिर्न दिनुहोस् भनेको होइन। प्रेस पास भनेको कस्तो हुन्छ नि, अब कि त हामीले लिएको पासलाई एक्सेप्ट गर्नु पर्यो, जुन पत्रकार महासङ्घ कार्ड हुन्छ त्यसलाई संस्थाहरूले
ठिक छ तपाईँहरू लिएर आउनुहोस् भन्ने हुन्छ। अब त्यो कार्ड यहाँ जो के अरे त्यो सानो कार्ड हुन्छ यहाँ भिड्ने कुरो नि आउँदैन। अब प्रेस पास भनेको जुन कार्यक्रम हुन्छ तपाईँको ठुलो कार्यक्रमहरू होस् अथवा 200 जना मान्छेको कार्यक्रम होस्, तपाईँ अथवा म फोटो खिच्नलाई अथवा त्यो किन समाचारलाई फोटो पनि चाहियो नि त, पत्रकार साथीहरू देख्ने मात्रै भएन, फोटो खिच्न त पछाडि गर्दा भएन, अगाडि जानु पर्यो। अगाडि जाँदा के हुन्छ नि त्यहाँ तपाईँको स्वयंसेवक साथीहरू खटेको हुन्छ। त्यो स्वयंसेवक साथीहरूलाई कसले चिनाउने, म फलाना पत्रकार हो भन्दै एउटालाई भन्ने, दुईटालाई भन्ने, तिनटालाई भन्ने, कतिजनालाई भन्ने। अनि त्यहाँ के हुन्छ नि त्योभन्दा यो को आयो भन्दा चाहिँ फोटो खिच्न पनि गएको हुन्छ। सबैसँग अहिले मोबाइल छ, आइफोन छ होइन, स्यामसङको फोन छ, अहिले डिफ्रेन्ट अहिलेको टेक्नोलोजी बढेको छ, जसको हातमा नै फोन हुन्छ जसले पनि गएर फोटो खिचिरहेको हुन्छ। अब यसको चाहिँ हामीले के भन्न खोजेको भने यदि यो प्रेस संस्थाले नै बनाएर हामीलाई दियोस्, त्यो दियो भने के हुन्छ भने त्यो संस्थाकै साथीहरूले चिन्छ, पहिलोको त हामीले प्रेस पास दिएको छ है, त्यो लाउने चाहिँ पत्रकार हो भन्छ, उहाँहरूलाई चाहिँ फोटो खिच्नलाई चाहिँ एउटा व्यवस्था गरिन्छ। अथवा त्यो फोटो खिचेर पनि विचार गर्नु पर्यो कि मैले खिच्दाखेरि पछाडिपट्टि सबै कार्यक्रममै छेडिएको छ भन्नु भएन। त्यो तरिकाले खिच्दाखेरि उसलाई पनि सम्मान हुन्छ, उसले अगाडि जान पाउँछ, खिच्न पाउँछ, फेरि पछाडि आउँछ, फेरि अगाडि जान्छ। त्यसको लागि चाहिँ प्रेस पास हो। अब यो प्रेस पास भनेको कुरो बुझ्नु पर्यो क्या सबैले, संस्थाहरूले यसरी बुझाउनु पर्ने छ होइन। अब त्यस पछाडिको गयो त्यो चाहिँ हामीले प्रेस पास आवश्यक छ, यो नभइकन चाहिँ नगर्ने र एउटा मिडिया सेल बनाएको छ, मिडिया सेलले चाहिँ कोअर्डिनेसन गर्ने कुनै पनि कार्यक्रमको लागि भनेर कुरो गर्यो। अब मिडिया सेलले त्यो गर्न सकेन किनभने कस्तो हुन्छ नि त्यो सेलले टिमलाई जो जिम्मेवारी दिएको छ त्यो व्यक्तिहरूले त्यो काम पुरा गर्न सकेन भने अब त्यो हामी आगामी मिटिङमा त्यो कुरो आइहाल्छ होइन, त्यसको लागि एक्सन भइहाल्छ। किन सकेन, के कारण सकेन त्यो कुरो पनि बुझ्नु पऱ्यो। अब त्यति गर्दा गर्दै पनि त्यहाँ पास पाएको छ कि छैन, अथवा जसले पाउनुपर्ने त्यो नपाउने कता के सुन्न आएको थियो भने अब कसले पाए कसले पाएन भन्ने कुरा पनि साथीहरूको कुरा आउँछ होइन। त्यो कुरोहरू चाहिँ म आएदेखि त्यो कुरोमा डिस्कस गर्न पाएको छैन, त्यो कुरोहरू हुन्छ। अर्जुनजी एउटा कुरा भनिदिनुहोस् कि पत्रकार महासङ्घ युएमा रहेका अन्य कुनै सङ्घ संस्थाहरूसँग आबद्ध छ कि छैन होला? पत्रकार महासङ्घ युए कुनै पनि संस्थासँग आबद्ध हुन सक्दैन। किन सक्दैन भन्नाले पत्रकार महासङ्घ जसले संस्था हो नि। तर अर्जुनजी हामीले भर्खरै मात्र के देख्यौँ कि नेपाली समाज युएले पत्रकार महासङ्घलाई सम्मान गरेको छ र तपाईँहरूले पाउनुभएको सम्मान पत्रमा प्रश्न लेखिएको छ नेपाली समाज युएमा आबद्ध हुनुभएकोमा तपाईँ पत्रकार महासङ्घलाई पनि हामी सम्मान गर्छौँ भनेर चाहिँ प्रश्न लेख्नु भएको छ र तपाईँकै समितिका केही सदस्यहरूले तपाईँको सम्मान पत्र पनि उहाँले ग्रहण गरिसक्नु भएको छ। तपाईँ के भन्न चाहनुहुन्छ? यहाँ के छ भने यो विषयमा चाहिँ नेपाली समाज युएले सम्मान गर्न बोलाएको कार्यक्रम हुनसक्छ होइन। सम्मान गर्न बोलाउँदा उहाँहरूले चाहिँ अब आफ्नो तरिका लेखेर सम्मान त गरेको, तर लेखाइमा तल चाहिँ हुन्छ नि त्यो 2 लाइन चाहिँ अब त्यस्तो लेखेर दिएको छ भने त्यो चाहिँ गलत हो, त्यो सही होइन। किनभने त्यसरी कि त कुनै पनि संस्थाहरूको आबद्धता हुने एउटा प्रक्रिया हुन्छ। आबद्ध भन्ने कसरी हुन्छ? सम्मान दिएर प्रमाणपत्र दिएर आबद्ध हुँदैन, त्यसको स्ट्रक्चर हुन्छ नि त। आबद्ध कुन आधारमा हुने, कहाँ हुने, त्यो नेपाली समाजको विधानमा कहाँनिर कसरी गरेको छ, त्यो कुरो नभइकन अब कसरी त्यत्तिकै गऱ्यो भने चाहिँ त्यो गलत हो पूर्ण रूपमा। र त्यो र अहिलेसम्म चाहिँ आबद्ध हुने कुनै रिक्वेस्ट पनि आएको छैन र हामीले पनि त्यो हामी आबद्ध हुन चाहन्छ भन्नु पठाएको छैन। हाम्रो चाहिँ के हो भने हामी सहयोग गर्छौँ, सहकार्य हुन्छ सबै संस्थाहरूलाई, नेपाली समाज मात्रै होइन युएमा रहेका सबै सामाजिक संस्थाहरूलाई नेपाल पत्रकार महासङ्घ युएसँगको सहकार्य हुन्छ। आवश्यक पर्ने अवस्थामा हामीले सहयोग गर्छौँ। त यो होइन कि त्यसलाई चाहिँ फेरि कस्तो हुन्छ नि टेक एडभान्टेज अफ भन्छ कि इङ्ग्लिस पढ्दाखेरि, त्यो भनेको त टेक एडभान्टेज भनेको मिनिङ डिफ्रेन्ट हुन्छ नि त। त्यस्तो चाहिँ त्यो गरिएको छ भने चाहिँ त्यसको चाहिँ हामीले रेक्टिफिकेसनमा जान्छौँ। अर्जुनजी हामी कार्यक्रमको अन्तिम क्षणमा आइसकेका छौँ। आगामी दिनमा पत्रकार महासङ्घ युएको भूमिका र योजनाहरू चाहिँ के रहेका छन्? अब के छ भने सबभन्दा पहिलो हामीले अब तालिम आयोजना छ होइन, ट्रेनिङ राख्नु छ। के छ भने पत्रकार साथीहरू त हुनुहुन्छ, हामीले बारम्बार ट्रेनिङ दिएको पनि केही आउटपुट त आएको छ, किनभने अहिलेसम्म दिइरहेको छ होइन। अनि एउटा त्यो बेसिक ट्रेनिङ त्यो कस्तो भन्नाले अब ट्रेनिङ पनि कहिलेकाहीँ कस्तो पर्छ भने अब ट्रेनरहरू आउनुहुन्छ, अब ट्रेनिङ राखेको छ हाई लेभलको भनौँ न हामीले हाम्रो भाषा भन्दाखेरि, अनि त्यो चाहिँ साथीहरू आउनुहुन्छ एकदमै नयाँ साथी आउनुहुन्छ कि उहाँहरूलाई त्यो बुझ्नु पनि हुन्न। अनि त्यो नबुझेपछि के कस्तो भइन्छ त्यो ट्रेनिङको औचित्य हुँदैन।
एउटा बेसिक ट्रेनिङ राख्ने, एउटा हाई लेभलको ट्रेनिङ जस्तो जो अलरेडी पत्रकारिता गरिसकेका साथीहरूको लागि। अनि एउटा दुईवटा चाहिँ हाम्रो इन्टरेक्सन कार्यक्रम हुन्छ, समसामयिक विषयमा इन्टरेक्सन कार्यक्रम हुन्छ। र अब देउसी भैलो आइहाल्छ, यो हाम्रो प्रत्येक वर्षको कार्यक्रम हो देउसी भैलो होइन। त्यस पछाडि हाम्रो वार्षिक कार्यक्रम पनि हुन्छ। वार्षिक कार्यक्रमहरूमा यो मध्ये कुनै एउटा कार्यक्रम चाहिँ त्यहाँनिर मिल्छ। आजको यस फेस टु फेस कार्यक्रममा आइदिनु भयो, तपाईँको अमूल्य समयको लागि धेरै धेरै धन्यवाद। धन्यवाद। दर्शकबिन, यदि साँच्चै पत्रकारिता चौथो अङ्गको रूपमा स्थापित हुन चाहन्छ भने देश सङ्कटमा परेको बेला आफ्नो प्रभुको गुण गाउन छोडेर प्रभावको चस्मा फालेर रङ्गीन प्रभाव छाडेर मन, मुटु, शरीर र आत्माले राष्ट्रप्रति समर्पित हुन सक्नुपर्दछ। समाजमा हुने गरेका सत्य तथ्य घटनाहरूलाई कुनै राजनीतिसँग नमुची यथार्थ सबै सामु ल्याउन सकेमा मात्र पत्रकारिता राष्ट्रको चौथो अङ्ग हुनेछ। हस्त दर्शकबिन, आजको हाम्रो कार्यक्रमको निर्धारित समय पुरा भइसकेको छ। जाँदा जाँदै क्यामेरामा आशिष पुरुषलाई विशेष धन्यवाद दिँदै म कार्यक्रम सञ्चालक रमेश खड्का पनि कार्यक्रमबाट बिदा हुन चाहन्छु। यहाँहरूको दिन शुभ बितोस्। नमस्ते।